पागल पो भयो कि भनेर अङ्कलले मलाई भन्नुभयो। त्यस्तो मैले के चाहिँ गरेँ त। हेलो एभ्रिवान, फेरि पनि म मेरो मिनी ब्लग लिएर आइसकेकी छु। आई होप तपाईँहरूले सबैजनाले मेरो भिडियो हेरेर मन पराइदिनुहुन्छ भन्ने आशा राखेकी छु। देख्न सक्नुहुन्छ बिहानीको सुरुवात चाहिँ मेरो र मेरो छोराको नाटकबाट स्टार्ट हुन्छ है त। आजको बिहानीको वेदर देखेर चाहिँ मेरो मन एकदमै कुल फिल भइरहेको छ र मेरो बिहानीको डेली रुटिन चाहिँ दोकान सानाकसिनिक चटाकचिटिक पार्ने हो। अनि यता देख्न सक्नुहुन्छ मेरो हस्बेन्डले चाहिँ मोमोको लागि प्याजहरू रेडी गर्दै हुनुहुन्छ। अनि पिठो पनि एकदमै नौरानदेखिको बल निकालेर मुस्दै हुनुहुन्छ। अनि म चाहिँ लागे बजारतिर। बिहान पानी परेको कारणले होला बजार चाहिँ त्यति लागेको थिएन। आजको कोपीको दाम कति छ भाइ भनेर सोधेको, भाइ त पुरै काको देखाएर नाच्नु पो थाल्यो त। मैले चाहिँ मेरो मिनी ब्लगहरू भर्खरै स्टार्ट गरेको कारणले चाहिँ मलाई अरूलाई भिडियो बनाइ माग्न चाहिँ अलिक अप्ठ्यारो लाग्थ्यो। त्यही पनि मलाई आन्टीले मेरो भिडियो बनाइदिनु भयो। अनि दोकाने आन्टीले चाहिँ ल राम्रो भिडियो बनाऊ, हरियो सागपात पनि खाऊ है भनेर हाँस्दै हुनुहुन्छ। आज बजारमा अचम्म भयो। म आएको यो पाल टाँगेको सफारीमा र मैले सामान राखेँ पल्लो सफारीमा। फरक यति थियो, अङ्कल त्यहाँ हुनुहुन्न थियो र मैले कन्फ्युज भएर पल्लोमा राखेको छु र अङ्कलले भनिदिनुहुन्छ तिम्रो दिमाग ठिक छैन। अनि बिचरा एकजना आन्टी चाहिँ मैले ठाडै बसेर निदाइरहेको देखेँ। उहाँको एकदमै माया लाग्यो। पक्कै पनि यस्तो चाहिँ मान्छे कोही पनि रहरले हुँदैन। सबैको आफ्नो आफ्नो एक एकवटा कारण हुन्छ, बाध्यता हुन्छ र उहाँलाई चाहिँ मैले 50 रुपियाँ चिया खानु ल भनेर पनि दिएँ। ग्यास नपाएर फेरि साथीहरू यो ग्यासको लागि यति भौतारिनु पर्यो। आज बिहानै मेन रोड भौतारिँदा बल्ल एक ठाउँ ग्यास पाइयो। त्यो पनि मेरो रहेको थियो प्रीमा, त्यो रहेको थियो सुविधा। चिनेको अङ्कल हुनुहुन्थ्यो र सजिलो चाहिँ भयो। अब लागि म मोमो बनाउन तर्फ। मैले चाहिँ मोमो भट्टाभट बनाउँदैछु र मैले चाहिँ 10 मिनटमा 1 क्यारेट बनाएँ भने 20 मिनटमा 2 क्यारेट र 30 मिनटमा चाहिँ 3 क्यारेट। जम्मा मैले चाहिँ 30 मिनटमा 150 पिस मोमो बनाइसकेँ र यो मोमो अब म बसाउन गइरहेको छु। अब मोमो बसाएको 10 मिनटमा चाहिँ मोमो रेडी भयो है त। किमा नुडल्सको अर्डर आएको थियो र मैले किमा नुडल्स पनि बनाइसकेँ। साथीहरू यत्तिकैमा धमाधम बिजी भयो, अर्डरहरू धमाधम आउन थाल्यो। म धमाधम बनाई र मेरो बुढो धमाधम लगिदिँदै हुनुहुन्छ। र आजको मेरो मिनी ब्लग चाहिँ यति नै रहेको छ। तपाईँहरूलाई मेरो मिनी ब्लग के कस्तो लाग्छ प्लिज कमेन्टमा प्रतिक्रिया दिनुहोला। थ्याङ्क्स फर वाचिङ।